आफ्नै मान्छेहरूले त साथ सपोर्ट गरिरहेन। नमस्ते एभ्रिवान, स्वागत छ न्यू भ्लगमा। आई होप सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अहिले चाहिँ म सुटिङतिर निस्केको हेरिरहेको छु होइन। नयाँ दिन, नयाँ सुरुवात भयो अब मेरो सुटिङ। अब 8 नै बजिसक्यो। सुटिङमा सब जम्मा पनि भइसक्नु भयो होला सायद। म चाहिँ हेरिरहेको छु, अलि टाढादेखि आउनु परेर ढिला भएको। हेरिरहेको छु, गाह्रो नै भइरहेको छ उकालोतिर हिँडिरहेको छु होइन। विशेष कुरा चाहिँ आज मेरो युट्युब च्यानलमा खै के भयो, भ्युज नि आएन, साथ सपोर्ट नि मिलेन, के भएर हो। आफ्नै मान्छेहरूले त साथ सपोर्ट गरिरहेन। युट्युब च्यानलले झन् के को साथ सपोर्ट गरोस्। त्यही पनि म हार मान्नेवाला छैन, अगाडि बढ्ने नै छु, भिडियो कन्टेन्ट बनाउने नै छु। भ्युज आएन भनेर छाड्ने मान्छे होइन। साथ अनि सपोर्ट चाहिँ हजुरहरूको मलाई चाहिन्छ। चर्चित मान्छे, भाइरल मान्छे भइदिएको भए कन्टेन्ट दिन्थ्यो अब। हामी त नयाँ जिरो लेभलदेखि स्टार्ट गरेको मान्छे होइन। त्यही भएर अब यो भिडियोदेखि साथ अनि सपोर्ट मिलेछ हजुरहरूको। म सङ्घर्ष गर्ने नै छु, मेहनत गर्ने नै छु है। हाम्रो सुटिङ चाहिँ सिकिसक्यो होइन। सुटिङ सिद्धाएर म फाइनली फर्किसकेको। फर्किरहेको, हाम्रो सिन पहिलो पऱ्यो, त्यही भएर सिन पहिलो परेको हुनाले ऊ पनि खिच्न पाएन, त्यो क्लिप्सहरू थोरै पनि खिच्न पाएन। त्यसैले आजको ब्लग चाहिँ यस्तै हो होइन। एकदम दामी भ्युज आउनुपर्छ हाम्रो। सिन सिकिसक्यो होइन। म चाहिँ अहिलेदेखि सुटिङ सेटदेखि आइ नै आइसक्यो होइन। बाटोमा एकछिन बसेर कुरा गरौँ हजुरहरूसँग भनेर। सो मेरो चाहिँ के भयो कारण भन्दा भिडियोमा खासै, भ्लगहरूमा खासै भ्युज नै भएन होइन। हजुरहरूको साथ अनि सपोर्ट मिल्नु पऱ्यो, भिडियो हेर्नु पऱ्यो, सबैजनाले हेरिदिनु पऱ्यो, सेयर गरिदिनु पऱ्यो। फेसबुकतिर सेयर गर्नु, मलाई पनि साथ अनि सपोर्ट दिनु पऱ्यो। हजुरहरूको साथ अनि सपोर्टले गर्दा म अझै अगाडि बढ्नेछु होइन। हजुरहरूको साथ अनि सपोर्ट मलाई चाहिन्छ। सावित्री एक आमाको कथा सबैजनाले हेर्नु होला। एपिसोड 3 पनि आइसकेको छ। कथालाई सबजनाले माया गर्नु होला। सेयर, फेसबुकमा धेरैभन्दा धेरै सेयर अनि लाइक अनि कमेन्ट नि गर्नु होला। कस्तो लाग्छ अझ नयाँ एपिसोडमा अझ बब्बाल हुनेवाला छ होइन। धेरै बब्बाल हुनेवाला छ। अझै राम्रो काम गर्दै जान्छौँ हामीहरू। त्यसको लागि सबजनाले हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला। PYT रोमान्टिक नेपाल यो च्यानललाई सबजनाले सब्सक्राइब गर्नु होला अनि माया गरिदिनु होला। अनि यो हाम्रो च्यानलमा पनि सब्सक्राइब गर्नु भएको छैन भने सबैजनाले सब्सक्राइब गर्नु होला, लाइक पनि गर्नु होला। सबजनाले भ्लगलाई सेयर नि गरिदिनु होला। फेसबुकमा सबैको फेसबुकमा सेयर गर्नु होला। 1K को टार्गेटमा छु म। सबैजनाले 1K पुऱ्याउन सपोर्ट गर्नु होला। आजको भिडियो चाहिँ यति नै हुनेछ। सबजनालाई शुभ दिन। हस्त बाई, सी यू।